हामी चाहिँ यहाँ धौलीगढ पुगिसक्यौँ होइन। अब ठिक्क 12 बजे आज हामी 6 बजे हिँडेको 12 बजे धौलीगढ पुग्यौँ। उता सिमारबाट हिँडेको आज। यहाँ चाहिँ वा यो त सोचिरहेको थियौँ होइन, जहाँ पनि टेन्टभित्रै होटेल होला, टेन्टभित्रै बस्नुपर्ने होला, चिसो होला भन्ने चिन्ता थियो होइन। यहाँ त हेर्नु न, यहाँको स्थानीय सरकारले हो कि सायद केन्द्रीय सरकारले नै हो, कुन कस्तो हाइटमा हो यो भनेको त एक्ज्याक्टली थाहा छैन। तै पनि त्यही दामी बनाइदिएको छ नि, छोडिदिनुहोस् पुरै। वा हेर्नु न, उता घर हेर्नु न, घर काठको हाम्रो बस्नलाई हो यो, होटेल हो होइन। होटेल भन्दा नि पालिकाले बनाइदिएको सायद, पालिकाले नै भन्नुभएको थियो। गाउँपालिकाले बनाएको भवनहरू हो, यता टुरिस्टहरू घुम्नलाई आउनेहरूलाई सबैले यता बस्नलाई हो होइन। हेर्नु त गाइस, यस्तो हिमालमा होइन, देख्दाखेरि नै कस्तो छ क्या। हामी खाना खान्छौँ, यही होटेल बन्छ अरे। हेर्नु त कुकुरहरू पनि छ होइन यता, दामी रहेछ होइन। टोइलेटहरू छ, भान्साहरू छ, अनि मान्छे सुत्नलाई बनाइदिएको घरहरू पनि छ। हाम्रो साथीहरू आएर यता बसिरहेको छ। या कुकुर हेर्नु न यता, दामी छ। हाम्रो केटाहरू यता रहेछ यता हो। हेर्नु त यहाँ टोइलेट धारा के टुक्क छ कि। यस्तो हिमालमा यस्तो देख्दाखेरि मलाई चाहिँ एकदम खुसी लाग्यो क्या। यो हो क्या आफ्नो हिमाल अगाडि। बेस क्याम्प पुग्न बाँकी छ, अब 1-1.5 घन्टामा पुग्छौँ होला बेस क्याम्प। हामी चाहिँ यता अहिले 12 बजी पुग्यौँ। अब खाना खाएर जान्छौँ। वा भवनको डिजाइन हेर्नु न यता, पालिकाले बनाइदिएको अरे। ढुङ्गा नि हेर्नु न, यहाँ ढुङ्गाको कटिङहरू सबै चित्त बुझ्यो क्या मलाई त। मलाई त उता घरमा यस्तो घर बनाउनु मन लागिसक्यो क्या। अब कथा के क्या छ नोटिसहरू नि छ यता। भित्र चाहिँ ताला लगाएर बन्द गरेको छ। हामी सम्भव भयो भने हामी पछि देखाउनेछौँ भित्र गएर। यो त बाहिर हेर्नु, यो टोइलेट हेर्नु न। वा क्या जस स्थानीय सरकारले यस्तो कुराहरू बनाइदिएको भने चाहिँ सल्युट गर्नुपर्छ। गाइस हामी चाहिँ अब खाना खानेछौँ। यतै तपाईँहरूलाई चाहिँ यस्तो राम्रो भ्यूहरू देखाइरहने छ। हाम्रो बेस क्याम्प चाहिँ उता बादल देखिरहेछ नि, अलि हिउँ पनि देखिरहेछ, हिमाल पनि देखिरहेछ। तर त्यही हो हाम्रो चाहिँ होइन लास्ट गन्तव्य भनेको। यतापट्टि हेर्नु न गाइस, क्या सिङ्गारेको देखिरहेछ क्या हिमाल। गाइस यो चाहिँ आगो ताप्ने ठाउँ, सिकुवा पोलेर खाने ठाउँ। राति गिटारहरू, म्युजिक सिस्टमहरू छ भने बजाउँदै नाच्दै रमाउँदै सिकुवाहरू पोलेर खाँदै आगो ताप्दै बस्ने ठाउँ चाहिँ यो है। सबै कुराहरू छ क्या यहाँ व्यवस्था। हेर्नु न यता धौलीगढको हामीले टुरिस्टहरूले आउँदाखेरि बस्ने घरको भित्र देखाइरहेछ होइन बाहिरबाट। हेर्नु यस्तो दामी छ क्या। यहाँ म चाहिँ भित्र देखाइरहेछ होइन। गाइस हेर्नु त यहाँ बस्न आउनु भयो। यहाँ ओर्ने बिछाउने स्लिपिङ ब्यागहरू छ। केही चिन्तै छैन क्या यता घुम्नु आउनु भयो भने चाहिँ। सरप्राइज भयो क्या यताको व्यवस्था देखेर। दामी दामी छ क्या हेर्नु त। यता बाहिर टक्क बस्न पनि मिल्यो होइन। कोसी बनाइदिएको हुन्छ। यता हेर्नु त, यताबाट पनि देखिन्छ। यता
हेर्नुहुन्छ कि तपाईँहरू हामी चाहिँ आइसक्यौँ त्यही भएर